नमस्ते गाइस, हिजो चाहिँ मामाको बर्थडे थियो अनि हामीले चाहिँ भोला दिन लगाइरहेको थियौँ। अनि त्यसपछि के भन्छ, मामालाई एकदमै भोला मनपर्छ नि त, त्यही भएर अनि त्यसपछि केक लिएको थियौँ। अनि यो चाहिँ मामाको केक हो। अनि त्यसपछि हामीले चाहिँ भोलालाई प्याक गऱ्यौँ। अनि त्यसपछि बियरहरू ल्याउनु भएको थियो मामाले, अनि चक्लेटहरू ल्याइदिनु भएको थियो। अनि त्यसपछि यो टिक्का लगाइदिनु भयो। अनि टक्क लगाएर हामीले केक काट्न सुरु गर्न लाग्यौँ। अनि त्यसपछि अब फर्स्ट टाइम केक काट्नु भएको मामाले अब कस्तो फिल भयो भनेर सोधेको। एकदम रमाइलो रे, सबैजना बच्चाहरू आएको थियो। अनि केक काट्नलाई हामी रेडी भयौँ। त्यसपछि अनि मामाले, म चाहिँ यत्तिकै थिएँ है। अनि त्यसपछि मामा भर्खर आउनुभयो हाम्रो। अनि त्यसपछि यो चाहिँ भोला हो। अनि यो चाहिँ मैले गोजीमा हाल्दैछु। अनि त्यसपछि भोला चाहिँ अनि अब लाइट आगो त्यो के भन्छ, क्यान्डल बाल्न गइरहेको छौँ। अनि त्यसपछि शिव मामालाई चाहिँ आइडिया पनि थिएन, फर्स्ट टाइम काटेको नि त। अनि त्यसैले शिव मामालाई यस्तो गर्नु उस्तो गर्नु भनेर भन्दै थियौँ। अनि त्यसपछि मैले लाइटर बाल्न नसकेर माइजूले बालिदिनु भयो। माइजूले पनि सक्नु भएन, सक्नु भएको थिएन। अनि लास्टमा आफैले बाल्नुभयो मामाले होइन। अनि त्यसपछि यस्तरी रमाइलो भयो। अनि हामीले सबैजनाले ह्याप्पी बर्थडे टु यु भन्यौँ। अनि त्यसपछि केक काट्न मामा भान्जाले केक काट्ने भनेर केक काटेको। अनि त्यसपछि कसलाई खुवाइदिने भयो नि त। अनि थाहा भएन नि त अनि उसलाई फर्स्ट टाइम काटेको। अनि त्यसपछि मैले चाहिँ अनि केक काटेर भान्जालाई खुवाइदिनु भने भान्जालाई खुवाइदिनु भयो एकअर्काले। अनि लाउनु भयो, लाएको पनि खायो भाइले, रमाइलो भयो। अनि त्यसपछि उहाँको चाहिँ फर्स्ट टाइम थियो। उहाँ चाहिँ अब सधैँ गाउँमा बसिरहेको, अब कहिले केक सेक केही अब यस्तो रक्सीहरू त खानुहुन्थ्यो अरे, यसरी केक चाहिँ काट्नु भएको थिएन। अब त्यसपछि मामालाई हामीले सबैले गिफ्ट दियौँ। अब एक्साइटेड हुनुहुन्थ्यो के गिफ्ट छ भनेर होइन। अब मामालाई मनपर्ने त भोला हो। अनि हामीले चाहिँ सबैले टिका लगाइदियौँ। एकदमै एकदम रमाइलो भएको थियो, लास्टै रमाइलो भएको थियो। अनि हामी सबैजना, हामी चारजना मिलेर चाहिँ हामीले केक ल्याएको थियौँ। म अनि मेरो बहिनी, अनि त्यसपछि अस्मी ज्योति भएर लिएको थियौँ। हामीले चारजना मिलेर चाहिँ केक ल्याएको थियौँ। अनि त्यसपछि मामा चाहिँ हाँस्दै टिका लगाइदिँदै हुनुहुन्छ। अनि मामा चाहिँ सबभन्दा ढिलो आउनुभएको थियो होइन। उहाँ चाहिँ शिव मामा, उहाँ चाहिँ समु मामा, उहाँकै साला हो उहाँ चाहिँ। अनि त्यसपछि ऊ अब गिफ्ट खोल्न गइरहनु भएको छ। गिफ्ट खोल्दाखेरि चाहिँ अब मामाकै आइडिया हो, मामाले हामीलाई पहिला त्यस्तै गरेर दिनुभएको थियो गिफ्ट दिँदाखेरि। त्यही भएर अब पहिला चाहिँ भ्लग बनाउन आउँदैन थियो। सो अहिले पनि खासै राम्रो त आउँदैन, जस्ट ट्राई मात्र गरेछौँ होइन, कसरी बनाउने हो के बनाउने हो त आइडिया त छैन। बट त्यही पनि हामीले कोसिस गर्दैछौँ। अब मामालाई खोल्न भनेको, अब भाइले खोल्न सहयोग गर्दै थियो त्यसैले। अनि त्यसपछि एकदम रमाइलो भयो। अनि त्यसपछि हामी मामाले गिफ्ट खोल्दै हुनुहुन्छ, हामी हेर्दैछौँ। अनि त्यसपछि भोला देखेर एकदम एक्साइटेड हुनुभयो, किनकि उहाँको त फेभरेट हो। 1-2 वर्ष छोड्नु भएको थियो, फेरि छोड्न सक्नु भएन क्या उहाँले। अनि त्यही भएर एउटा एउटा गरेर भोला टक्क लगाएर होइन। अनि त्यसपछि उहाँकै आइडिया हो क्या यो चाहिँ, यसरी प्याक गरेर दिनुपर्छ भनेर। खोल्दै हुनुहुन्छ, सबैजना हाँस्दै हुनुहुन्थ्यो, खुसी हुनुभएको थियो। भाइले पनि सहयोग गर्दैछ। अनि म चाहिँ केक काट्दै थिएँ, बाँड्दै थिएँ म चाहिँ यतापट्टि साइडमा। अनि माइजूले भिडियो गर्नुभएको थियो होइन। अनि त्यसपछि